नमस्कार। हामी चाहिँ कहाँ छौँ भन्दाखेरि बुढा नीलकण्ठ भन्ने ठाउँ छ। त्यहाँ चाहिँ गाम्चा भन्ने एउटा गाउँ छ। त्यो गाउँको माथि एउटा जङ्गल छ, वन छ। अनि यहाँ चाहिँ यसो घुम्दै आएको हाम्रो सबिन भाइ छन् यहाँ। अनि मेरो प्रिय भाइ हुन्। अनि अरू भाइ, अर्को क्यामेरामा भाइ अरुण छन्। उनी चाहिँ आजै काठमाडौँ आएका हुन् बडा उत्साहीका साथ। उनी आफ्नो जिल्लाबाट यहाँ आइपुगेका छन्। अनि हामी यो चाहिँ जङ्गलतिर यसो घुमघाम गर्दैछौँ। अनि सबिन के छ तिम्रो, के छ भन न। सब ठिकै छ। तपाईँको एउटा गजल सुन्न पाएदेखि अरे ठिक छ। भाइहरूको अब मैले चाहिँ चाहना म पुरा गर्छु। सुरु गरौँ त। ल, विवाहको आफ्नै सौन्दर्य छ, सीमा छ। बुझ्यौ नि? विवाहको आफ्नै सौन्दर्य छ, सीमा छ। त्योभन्दा बढी यसमा रामरमिता छ। त्योभन्दा बढी यसमा रामरमिता छ। बाहिर खाने यो जोडीको जुनुन के हो? बाहिर खाने यो जोडीको जुनुन के हो? कलेजमा पनि त एउटा क्याफ्टेरिया छ। कलेजमा पनि त एउटा क्याफ्टेरिया छ। विवाहको आफ्नै सौन्दर्य छ, सीमा छ। भयो तपाईँको गफ थप झेल्न सक्दिनँ। भयो तपाईँको गफ थप झेल्न सक्दिनँ। पिसाबको बाढीले कुन गाउँ डुबा छ? पिसाबको बाढीले कुन गाउँ डुबा छ? विवाहको आफ्नै सौन्दर्य छ। आफ्नै छातीमा अपार जलराशि बोकी, आफ्नो छातीमा अपार जलराशि बोकी लोभ्याइराख्ने सहर नेपालमा पोखरा छ। लोभ्याइराख्ने सहर नेपालमा पोखरा छ। बिर्सेको होला भन्ने तपाईँलाई लागेछ। बिर्सेको होला भन्ने तपाईँलाई लागेछ। छातीभरि माया छ, मनभरि सम्झना छ। छातीभरि माया छ, मनभरि सम्झना छ। मालिकलाई मालिस गर्न जानिएन भने, मालिकलाई मालिस गर्न जानिएन भने जागिर बचाइराख्न पनि तौबा तौबा छ। जागिर बचाइराख्न पनि तौबा छ। तौबा छ। चिरिक चिरिक टोकेको अनुभूति हुन्छ। चिरिक चिरिक टोकेको अनुभूति हुन्छ। हेर्नुहोस् त, के मेरो शरीरमा घिउ कमिला छ? विवाहको आफ्नै सौन्दर्य छ, सीमा छ। त्योभन्दा बढी यसमा रामरमिता छ। त्योभन्दा बढी यसमा रामरमिता छ। ल, गजल सुन्यो नि त? ल ल ल ल ल, नमस्कार।